आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूको जीवनको परिणामलाई ध्यान देऊ र तिनीहरूका विश्वासको अनुसरण गर। येशू ख्रीष्ट हिजो, आज र सदा सर्वदा एक समान हुनुहुन्छ। आमेन। हाम्रो आफ्नो अगुवाहरूको अनुसरण, हाम्रो अगुवाहरूलाई सम्मान गर्नुपर्ने हुन्छ, अगुवाहरूलाई सम्झना राख्नुपर्ने हुन्छ, जसले तपाईँलाई प्रभुको वचनहरू सुनाएर, जसले तपाईँ ख्रीष्ट येशूमा आउनुभयो, ख्रीष्टलाई विश्वास गर्नुभयो, उहाँले परमेश्वरको वचनहरू सुनाए। त्यसले गर्दाखेरि तपाईँको आफ्नो अगुवा जसले तपाईँलाई वचनहरू सुनाउँदछन्, जसले तपाईँलाई आत्मिक खुराकीहरू दिँदछन्, उहाँलाई आदर सम्मान गर्नु अति नै आवश्यकता पर्छ है। त्यसकारणले गर्दा, किनभने परमपिता परमेश्वर प्रभु येशू ख्रीष्ट चाहिँ हामीसँग आज, हिजो, आज अनि भोलि सदा सर्वदा हामीसँग रहनुहुनेछ। आमेन। मन परे सेयर गर्नुहोला।